साइज वाउ ल है साइज राम्रै साइज आएछ है आज माछाको बिहानको सर्ट केटाहरूको पानी आउँछ ल कहिले पानी पाउँदैनस् बिस्नी ल है आज हामी नयाँ लोकेसनमा ल नयाँ लोकेसनमा केटाहरू बिहान आएको खाना लिएर आएको सागटे ठिक छ नि दाइ ठिक छ धन्यवाद दाइ भन् छिटो धन्यवाद दाइ भन्न एकचोटि राम्रोसँग भन्न एकचोटि भन्न ल है त्यसलाई मैले कसले ल्याइदिएको भएको थियो अपन कसले धन्यवाद दाइ भन् मुखमा भात नहालिकन भन्न धन्यवाद दाइ भन् ल आज नयाँ ठाउँमा स्वागत छ नयाँ भिडियो आज हाम्रो साथमा चाहिँ कसरी भन्नु तेरो नाम के अरे बाबु भात धेरै कोचेसी मैले बिस्तारै खा भनेको तल अघि नै ल हेरौँ त पानी चाहिँ सब यसले सिधाउने भयो पानी आमा अनि भात अझै बाँकी भयो है हेलो सन्तोष साकट है थपिदियो भात ल कति खाँदैछ यसले भात कति खान्छ ल टन्ना खा दाल हो सब हाल्दे हालेर खा अलिकति अझै पुगेन लिएर आइदिउँ घर गर यताखेरि माछाको वेटिङमा छ हामी चाहिँ नयाँ ठाउँमा आज पारी चाहिँ देखिएको चाहिँ 9 नम्बर पर्छ अनि यता हामी भएको चाहिँ 12 नम्बर हो है ओए नाक नखुम्चेको बाथा अल्ला माछा चाहिँ यहाँ छ होइन ए छ्याल्लै छ आज चाहिँ माछा म आउन ढिला भएँ खाना लिएर आइदिएको यिनीहरूलाई बिहानमा बिजी भएर माछा त तर फुर्लुङमा कति छ फुर्लुङमा त खै अलिअलि रहेछ यहाँ छ अनि माछा त कालु देखा त कति हो आज माछाको बिहानको सर्ट केटाहरूको यस्तो डेन्जर है अनि माछा आजको मर्निङ सर्ट केटाहरूको ल एउटा त खेत्रकै भएछ यार खेत्रकै भएछ ल मरे चाहिँ एउटा नाटक गरेको यो फेरि खै भयो परेन अहिले चाहिँ यहाँ फेरि पल्सी बनाउनु लागेर साकट थाल्दो राइस ल अब चाहिँ यहाँ आएर खोज्नु जानु पऱ्यो कालु त्यहाँ खोजिरहेछ होइन त्यो चर्को घाम लागिरहेछ है अनि माथिको तिरमा यस फिसिङको लागि मजा छ अनि केटाहरूले बिहानै पारिसकेको छ अब माछा नखेल्ने टाइम भयो फेरि अहिले दिउँसोको लगभग 12-1 बजिसकेको छ है कालुले चाहिँ डब्बा ल्याइले होइन ल है आएर खोज्नुपर्ने हुन्छ आएर चाहिँ अहिले म देखाउँछु खोजिसकेर यसरी ढुङ्गा मुनि हुन्छ किरा चाहिँ यस्तै हो मैले योभन्दा पहिलाको भिडियोमा पनि देखाएको थिएँ होइन अनि यसरी हुन्छ ढुङ्गा मुनि है देख्न सक्नुहुन्छ अब हुर्केकोहरू ठुलो हुन्छ अरू अब भर्खरको सानो हुन्छ यसरी हुन्छ यही नै हो
असलाको सबभन्दा बेस्ट आएर यो चाहिँ अब यस्तै मुनि मात्रै पाउँछ मुनिबाट खोज्नु यस्तो हो आएर चाहिँ ल यताबाट लगेको यसमा अल्झ्यो कि अन्त के मछली सानो साइज रहेछ क्या हो कहाँ सानो हो नि राम्रै साइज रहेछ ल ल हान्नु नभएको तान्यो क्या यो असी त हरि यार फाल्न नभइकन यार हालु अघि भर्खर पनि तँ यहाँ आएर नि होला यार ओए 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 ल कालु ल त देखा त कुन माछा यो असला माछा है ल ल ल ल ल हिमालयन ट्राउट भन्छ हो यस्तै चाहिँ हामीले त असला भन्छ निस्किँदै लास्ट टाइट भन्छ भुकलाई धकाल्नुपर्छ कि तल खेतको त्यो ल ल सही हो यही आएर ल अच्छा अच्छा ल फुर्लुङ त अहिले नि माथि माथि आउँदैछ है कालु अघि नै लएर हालिसकेछ ल पानी भर्न जाने लमा यसलाई पानी भर्न जा भनेको मान्दैनस् तेरा भात कति खाइस् भन् त यी अहिले हेर उहाँ त्यो त अहिले पानी भरेर ल्याइरहेछ यो पानी खाइस् भने तँलाई होइन मैले क्यार्छु बुझिन्छ अहिले एक थाल भात आयो त्यो मैले ल्याएको पानी सबै यसले ल्याएको बुझ्यो नि मैले चाहिँ यसलाई पानी दिन्न के बुझ्यो नि जसले चाहिँ हेर्नु भन्नुहोस् तँलाई मैले पानी दिन्न बुझ्यो नि खाइस् भने गइस् त ल त्यो ठाउँ दामी रहेछ कि है भाइ यहीँ हानेको अघि नि अनि अहिले पानी पाउँदैनस् के रे पाउँछ तँलाई दिनुभन्दा त मैले फालिदिन्छु बरु बुझिस् नि कालु यसलाई पानीमा डुबाएर राख्छ माथिमा चिसो हुन्छ यसलाई पानी दिने होइन है त्यसलाई पानी दिने होइन है एउटा मात्रै एउटा माहान्छु तँलाई त दिन्न मैले बुझिस् नि म हान्यो यसलाई दिन्न पानी लिन त अन्त मानी दिनुहोस् नि त हो कि भने हामी मात्रै खाने गालु है ल खान्छस् तैँले अब पानी ठिस हान्छु मैले त एकछिनले त ल चाहिँ आएर चाहिँ बल्छीको भैँसीले हालिदिएको छ हेलो हो भात खायो होइन आनन्द छ कस्तो छ ठिक छ ठिक छ भन्न भोक त लागेन नि होइन आइभोक लाखा ल भोक लागेन रे त्यसलाई भोक लाग्यो भन्दाखेरि भोक भनिहाल्छु नि मैले केही भनिदियो कि तैँले नेस्दाईको भ्लगमा ना हेर किन यता हेर त मलाई दुई नचिम्लिन यति हेर ठिक गरी हेर नास थप्प गरी बस माछा मार्न आएको होइन माछा मरेछ नि मरे होइन लडिन्छ सागर चाहिँ बरायो यस्तै हो यो होइन
चिल्मै छ होइन त्यस्तै हो यो चिल्मा छ है ल सागर के भयो राम्रै साइज हानेछ क्या साइज राम्रै छ ओए साइज राम्रै छ साइज वाउ ल है साइज राम्रै साइज आएछ है हैन राम्रै साइज खोक्का रहेछ सागर समात ल है चुच्चे ल कस्तो रहेछ अरे भन् त कस्तो रहेछ भन् राम्रै छ ए राम्रै छ अरे है ल राम्रै छ अरे अहिले त फुर्लुङ पनि केही मात्रामा माथि भयो क्या है राम्रो राम्रो साइज पसिसक्यो अरे होइन त नि केही माथि भयो कि जस्तो मलाई लाग्छ है फेरि मैले खासै भिडियो बनाइनँ माछै छ्याल्ल मार्दैछ नि कति माथि भयो ओए अहिले त माथि नै आइसकेको छ तर देखिन्न क्यामेरामा त साकेटलाई लिएर हिँडेपछि साइज पर्छ जस्तो लाउँछ त भएको अहिले त मलाई त ओए तँलाई लिँदै हिँडेपछि साइज पर्छ के गर्ने होला त सधैँ हिँड्ने हामीसँग अब कफी खाने है हुन्छ हुन्न कफी खाने कि नखाने भन् खान्छु दाइ भन् राम्रो छ भन् ठिक छ नि कति वर्ष भयो अरे साकेट थाहा भन तेरो थेत बर्बाद भयो ल अहिले कफी खामलाई नाति यहाँ अर्को पनि मासु पर्छ एकछिन नाति ठुन्दैछ हेर्दा रट अहिले छ है के अरे डरो खाइदिन्छ साकेटलाई यसलाई पठाइदियो हुन्छ भाडो ल लिएर जा है भोलि आम्ला है जा घर जा अब ल जा लुखुरु लुखुरु जा बाई बाई भनेर त बाई बाई गर ल राम्रो छ जा नभुल फेरि बाटोतिर त्यो भाँडो राम्रो लैजा है ल बाई बाई गर फेरि एकचोटि ल हँसाउँछ यार अनि ल राम्रो साइज छ है पुरै त यार पुरै चुच्चे हो के अरे है अनि लाम्चो देखाइँदैन अनि राम्रो छ त आउने होला मैले देखेको थिएँ क्या खतरै म चाहिँ अब यस्तो चाया साया पकाउनु पऱ्यो अलिकति मैले ल्याएको आएर भ्याइएको टी बनाउनु पर्ने भयो हेलो अब चाहिँ हाम्रो चियापानको सुरु हुन्छ ग्यास पनि हरिक भइन्छ त्यहाँ चुलो पनि हरिक भइन्छ ल त्यो तलको भन्दा माथि छ क्या उताको एउटैको हुन्छ क्या उतापट्टिको हुन्छ ठुलै आयो क्या होइन राम्रै साइज छ ओए
ल फेरि अर्को पनि आगमन भइसकेको छ पाखामा फुर्लुङमा बस्नलाई। त्यो तलबाट हो त्यो ढकाल्नु पर्छ ल असल है। ल कफी पाक्यो है। ल ग्यास चाहिँ मार्नुपर्ने हुन्छ। ल हात्था पोलिरहेको बा उता गएर कसरी तान्न भ्याएको छ है त। ओइ राम्रो साइजको आज है। ल राम्रो राम्रो साइजको निकालेछ केटाहरूले। ल कफी चाहिँ होइन टक्क अब मैले अलिकति चाहेको ठिक छ चिनी सुगर हालेको होइन। अब जस्तै भयो नि अब खोलामा चाहिँ मिठै हुन्छ। ल कफी यो चर्को घाममा कडक। ल सस हाल्नु कडक हो। ल चस भनेको कहाँ थपिदिएको त नि। ल फेरि यता एक बाइट हानेर आउने होला नि फेरि। ल है त यो ल चिया भ्याइयो होइन। अब सामान थन्काउनु पर्ने हुन्छ। ल है अब सामान प्याकिङ फुर्लुङको त यहीँ हाल्दै नि हाल्दैन कति रहेछ आजको 4 किलो हुनु लाग्छ क्या यार। आमा ओए कालु हेर्न आएछ त। जानुपर्ने हुन्छ हामी चाहिँ भन्दै होइन। आजको भिडियोलाई चाहिँ यति नै है त। ल